हेलो एभ्रिवान वेलकम ब्याक अगेन। स्वागत छ मेरो नयाँ भिडियोमा। सबैजना सन्चै आरामै हुनुहुन्छ र भन्ने आशा गर्छ। फेरि आज नयाँ भिडियो लिएर आइसकेको छु। हेरेर अन्तिमसम्म हेरेर के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नभुल्नुहोला भन्दै आज म घरमै बनाएको मोमो लिएर आएको छु हेर्नुलाई। साथीहरू कस्तो छ घरमै बनाएको बक्नु अरूले चाख्ने तपाईँ नि चाख्नुहुन्छ देखिनै चाहिँ खानु राख्नु मन पर्छ कहिले अचार खान्छ त्यस्तो पनि खान्छ कसैले। घरमै बनाएको बफ मोमो आफै बनाएको कसलाई मनपर्छ कमेन्ट गर्नु होला अहिले साथीहरू। भो चटको खानु चटको हो भनेर आऊ तलको खानु भयो पानी लिएर आउँछु। पानी एकदम ठुलो परेको छ साथीहरू। कस्तो गाउँ ठाउँतिर परेको छ कमेन्ट गर्न नभुल्नुहोला। दुध दिबाङ्गको दुध दिबाङ्ग साथीहरू पानी परेको तपाईँहरूको कहाँ कहाँ कुन कुन ठाउँ पानी परेको छ कमेन्ट गरेर नभुल्नुहोला।
पेट जुस मोमो चाहिँ प्रायः सबैलाई मनपर्छ होला मन नपर्ने छ एउटै दुइटा हुनुहुन्छ होला हुन त मोमो सबैलाई मनपर्छ आजलाई यति नै भिडियो हेरेर के कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै नयाँ साथीहरूले सब्सक्राइब गर्न नभुल्नुहोला कमेन्ट गर्न नभुल्नुहोला भन्दै आजको भिडियोलाई यतिमै अन्त त गर्ने म एकछिन यहाँ पानी परेकै देखाउँछु साथीहरू तपाईँहरूलाई यहाँ यस्तो पानी परिरहेछ पानी त यहाँ जस्तै परिरहेछ पानी यहाँबाट देखिने मौसम यति नै हो म बस्ने घरबाट म भेनाहरूको छतबाट तपाईँहरूलाई देखाइदिन्छु साथीहरू के पानी परिरहेको छ त्यही भएर फेरि कुनै दिन देखाउँछु ल साथीहरू भन्दै आजको भिडियोलाई यहीँनिर इन गर्दै आजको भिडियोलाई बाई भन्न चाहन्छु र फेरि अर्को भिडियोमा भेटौँला है साथीहरू बाई।